किसान साथीहरु सबैजनालाई है त अनि फेरि पनि स्वागत छ मेरो शिवधनुको युट्युब च्यानलमा। आज चाहिँ यो अस्ति मैले भी को विषयमा देखाएको थिएँ। पक्कै पनि अहिले मेरो बिरुवा ठुलो भइसकेको छ। तपाईको 1 महिना 12 दिन 10 12 15 दिन भयो, लगभग 12 दिन भयो हैन। यो बिरुवा अहिले मैले देखाइरहेको छ र नयाँ किसान साथीहरुलाई र पुरानोलाई चाहिँ अलिकति इग्नोर नगर्नु होला, किनकि हजुरहरूले थाहा पाइसक्नु भएको छ, जानिसक्नु भएको छ। हरूले चाहिँ मन लागे हेर्नु होला, मन नलागे नहेर्नु होला हैन। र सम्पूर्ण नयाँ साथीहरुलाई चाहिँ के भन्न चाहन्छु भने, अस्ति मैले यो भी देखि मुनतिर हाँगा कसरी निकाल्ने भनेर देखाइरहेको थिएँ हैन। अनि जस्तै अहिले चाहिँ हामीले चाहिँ डोरी, अब डोरी लाउने बेला सकिसक्यो, डोरी लाउने बेला भइसक्यो, हाम्रो डोरी लगाइसकेको छ। यो डोरी चाहिँ तपाईको यो भी हुन्छ, यहाँदेखि मुनतिर हाँगा एउटा पनि छैन है त, यही सबै निकालिसकेको छ। र यो डोरी लाउने है, अहिले चाहिँ डोरी चाहिँ तपाईको यहाँदेखि ठ्याक्क यो भीको मुनि अड्काउने, अनि तपाईको डोरी यसरी बटार्ने है त। यो डोरी यसरी बटार्ने है, डोरी भीको मुनि ठ्याक्क डोरी अड्काएर यसरी बटार्ने। अनि जस्तै यो यसरी बटार्ने, अब यो बटार्दै लाने। अनि जस्तै अब यो डोरी लाउने तरिका है, यो ठ्याक्कै यो भीदेखि मासतिर डोरी अड्काएर माथि लाने, बेटार्दै यसरी लाने है, नयाँ किसान साथीहरूले लाए है। र म के भन्न चाहन्छु भने, हरेक पल्ट यो कृषिको गोलभेडाको चाहिँ म देखाउने छु हजुरहरूलाई, भन्न चाहन्छु हेर्नु होला हजुरहरूले है त। नजानेको मित्रहरूलाई धेरै सहयोग हुन्छ है, जानेकोले त जान्नु भइहाल्यो, त्यसमा केही छैन। तर नजान्नु भएकोलाई के गर्ने, कसो गर्ने, डोडो कसरी लाउने भन्नेहरूलाई चाहिँ यो मेरो भिडियोबाट चाहिँ हजुरहरूले बुझ्न चाहनुहुन्छ है, हेर्नु होला तपाईहरुले है त। यो शिवधनुको युट्युब च्यानलमा चाहिँ हजुरहरूले हेर्न पाउनुहुन्छ है, 0 देखि 100 सम्मको कामहरू हेर्न पाउनुहुन्छ। ल हेर्नुहोस्, यसरी फुल्दै छ, यो 1 महिना 10-12 दिन भयो, फुल यसरी दाना देखिसकेको छ, हल्का दाना देखिसकेको छ हैन। अनि यो लगाउने तरिका है, यो डोरी लाउने तरिका कसरी लाइन्छ भन्ने कुरो चाहिँ मैले यहाँबाट देखाउन चाहे है हजुरहरूलाई। हजुरहरूले हेर्नु होला है त। अनि शिवधनुको युट्युब च्यानललाई हजुरहरूले हेर्नु भइसकेपछि चाहिँ अनि लाइक शेयर सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है हजुरहरूले लाइक शेयर सब्स्क्राइब गरिदिनु भयो भने नयाँले सब्स्क्राइब गरिदिनु होला, र पुरानो मित्रहरूले लाइक शेयर गरिदिनु होला, जति पनि साथीहरुमा पुगोस् हैन, हजुरको साथीहरुलाई पुगोस्। ल र जस्तै मैले यसरी देखाइरहेको छु, यो अब हेर्नुहोस् है, यो डोरी यहाँ तलबाट हाम्रो यहाँ धेरै अर्को पनि बोट रहेछ, यो बोट धेरै राख्नु काम छैन है त। यो यसमा चाहिँ तपाईको यो हाँगा राख्नु हुँदैन, यो अलि ढिलो भयो हामीले हाँगा निकाल्नलाई, यस्तो है। ठ्याक्कै यो भीदेखि मुनि चाहिँ हाँगा एउटा पनि राख्नु हुँदैन अहिलेको चाहिँ लागि चाहिँ। ठ्याक्कै फुल यसरी दाना यत्रो देखिया छ, दाना यत्रो देखिन थालेको छ। अब यो 1 महिना 12 दिनमा हजुरहरू यो पनि ठुलो पनि हुनसक्छ हैन, दाना हैन, योभन्दा सानो पनि हुनसक्छ, फुल मात्रै पनि हुनसक्छ है। अनि यो भीदेखि मासतिर चाहिँ सर हेर्दै जाँदाखेरि डोरी यसरी बटारिन्छ है। अनि यो 50 कोमा चाहिँ हजुरहरूले 4वटा हाँगा लानुपर्छ। 4वटा हाँगा लाँदाखेरि चाहिँ के हुन्छ भने, यो जस्तै अब जस्तै यहाँ फेरि भी आयो है, यहाँ एउटा भी, अनि यहाँ एउटा भी, यहाँ तल एउटा भी, यो तलबाट छुटेर चाहिँ ठ्याक्कै फेरि माक्लो भीलाई चाहिँ कसरी भी भनिन्छ भन्ने कुरो ठ्याक्कै सेम यही हुन्छ क्या। अनि यो एउटा, अनि यो एउटा, यो दुईटा हाँगा चाहिँ लाने सर र, अनि यो एउटा, यहाँ चाहिँ सानो छ एउटा, ठुलो छ एउटा, यो डबल भी है यो। अनि यहाँबाट दुईटा लग्यो, तलबाट दुईटा हाँगा लग्यो, अनि माथिबाट फेरि अनि दुईटा हाँगा लगाइसकेपछि एक एउटा छुटिन्छ हैन। अनि फेरि यताबाट चाहिँ तपाईको फेरि दुईटा लाने, यो 50 को पाइपमा है। अब यो एउटा, अनि तपाईको यो एउटा, अनि यो एउटा। अब यो साइडको योहरू सब निकालिदिनुपर्छ, यहाँतिर भएको निकालिदिनुपर्छ हैन। अब जस्तै यहाँ पनि हाँगा आउँछ तपाईको, यो हाँगा पनि निकालिदिने हो, यो पनि निकालिदिनुपर्छ। अब यो र यो, अनि यो र यो 4वटा मात्र लाने, दुईटा मात्र लाने। अनि डोरी चाहिँ यसरी बेटेर लाने। अब तपाईहरुलाई पहिलो डोरी भयो यो, अब फेरि सेकेन्ड डोरी कसरी बानिन्छ त भन्ने कुरो, कहाँबाट बानिन्छ त भन्ने कुरो म सेकेन्ड भिडियोमा देखाउँछु है हजुरहरूलाई, कसरी बानिन्छ र कहाँनिर बानिन्छ भन्ने कुरो म देखाउँछु है हजुरहरूलाई सेकेन्डमा। ल अहिलेलाई यति नै है त, मेरो यस्तो भइरहेछ। तपाईको 1 महिना 12 दिन
को बिरुवा हो यो। यसरी दाना पनि यसरी देखिएको छ, यसरी देखिएको छ र यस्तो पनि छ ल।